के जल्छेहरू धेरै पछि ट्याक्क बिहान उठेर भ्लग बनाइदिउँ भने त लाइटलेको आँखा झिम्काउँछ त यार। केटीले कहिले झिम्काउँदैन, लाइटले आँखा झिम्काउँछ भन्दै म ट्याक्क पानी खान थालेँ। पानी खाइसकेपछि मेरो काम भनेको आज अब पसल खोल्ने थियो, अरू केही काम छैन मेरो, आज बिदा छ। त्यसपछि म बढाल्न थालेँ। बाटोसाटो बढालिसकेपछि मैले पूजा गर्नु पऱ्यो, यसो तिमीहरूलाई पनि बक्सी सक्सी लाग्यो भन्नु मैले सब भगाइदिएँ है। ल त्यसपछि मैले बनाउनु थालेँ लेमन टीमा लेमन त हाल्नै पऱ्यो। त्यसपछि मेरो काम भने बस्ने, पसल कुर्ने, खाने। म यसरी बसेँ। त्यसपछि मम्मी उठ्नुभयो, दिदी पनि उठी। तरकारी के खाने सल्लाह हुँदै थियो। त्यतिमा साग र काउली किनेर मम्मीले ल्याउनु भयो। अनि मम्मी साग केलाउनु थाल्नुभयो। मलाई फ्रिज मिलाउने काम थियो रे लत्तरी भन्दै म पनि गरिदिन्छु भने यस्तो पुस्या जस्तो गरिदिएँ, पुसेँ पनि है। ठ्याक्क सामान निकालेर मिलाएँ। अनि यत्तिको बनाएँ, फ्रिज जस्ता तस्ती तर केही भएन। अनि मम्मी खाना बनाउनु हुन्थ्यो, मैले यसो गरेर हेल्प गर्न थालेँ। आमा छोरा मिलेर बनायो भने मैले यस्तो दामी अचार बनाएँ। त्यसपछि खाना खाने बेला धेरै पछि 3जना बसेर खान लाग्यो, रमाइलो भइरहेको थियो। के गर्दै खाना खाएपछि चाहिँ म एक निन्दा सुत्दिएँ क्या। सुतेर उठिसकेपछि मैले खाजा के खाने भन्दा पानीपुरी खानु मन लाग्यो। ल त नि भनेर मैले दामी पानीपुरी बनाइदिएँ होइन। पानीपुरीको चाहिँ म छुट्टै ब्लग बनाएर हाल्छु, ब्लग भिडियो के हो त्यो बनाएर हाल्छु। यसो सोचिरहेको थिएँ पानीपुरी पसल खोलिदिउँ कि हाल्नु, त्यतिकै मम्मीले नि खानुभयो, दिदीले पनि खाएँ। त्यसपछि मैले पनि खानै पऱ्यो, आफूले बनाएको दामी भाँदै क्या बब्बाल। मैले बनाएको चाहिँ नमिठो हुँदा कुरै हुँदैन भन्दै खाइसकेपछि फेरि म पसल गर्ने ड्युटी सुरु। मेरो चाहिँ एक्कासी टाउदैन जस्तो किन भन्दाखेरि खै किन भन्ने यस्तो पसल बसी झाउलाइरहेको थियो। त्यसपछि यसो कपडा सपडा उठाउँदै उठाएर ठ्याक्क फालिदिएँ। टाउको किन दुख्यो भनेको यही चिया खानु नपाएर, चिया त म झ्यापझुप खाइहालेँ। त्यसपछि आनन्द अनि बेलुका के खाने सल्लाह हुँदै थियो चिया खाइसकेपछि। अनि बेलुका केही नखाने भन्ने कुरो भयो, सबै मुख लट्काएर बसिरहेँ। त्यसपछि अम्बा खायौँ होइन, अम्बा खाएर थियौँ। बेलुका केही नखाने पछि एकाचुक खाने बस्ने काम, यस्तो जिन्दगी रमाइलो खायो बस्यो। त्यति भन्दा म चाहिँ एकछिन बाहिर निक्लिने काम थियो, बाहिर निक्लियो। त्यो पछाडिको पसल चाहिँ मेरो अनि फेरि आयो भने सामान किन्नलाई फुल डिस्काउन्ट। त्यसपछि मम्मीले खरबुजा काट्न थाल्नुभयो, म फर्किसकेको थिएँ। अनि खरबुजा खाएर सुत्ने भन्यो, खरबुजा सरबुजा खायो। लाजको दिन यही सक्यो। अरू पनि भिडियो चाहिएको बनाउनु ल, बाई बाई।